हेलो गाइस माई अनदर ब्लगमा तपाईँलाई स्वागत छ। म पुरोजलको। आज चाहिँ मलाई अलि जिउ सन्चो छैन, अनि अलिक पेट दुखिरहेको, अलि असहज भइरहेको। अनि आफूलाई सन्चो नभएर पनि मोबाइल बनाउनु थियो नि, बनाएँ। मोबाइल बनाएँ, त्यसपछि चाहिँ कस्टमरको इमर्जेन्सी छ भने अनि मोबाइल बनाएँ होइन। ऊ फेरि आइसीको समस्या रहेछ, अनि 2-2.5 घन्टा लगाएर आइसीको काम गरेँ। अनि रेडी भयो, मोबाइल पनि रेडी भयो। अनि रेडी भइसकेपछि चाहिँ फोन गरेँ, ल हजुरको मोबाइल बन्यो, लिन आउनुहोस् भने। अनि कस्टमरले चाहिँ के जवाब दियो, त्यो मोबाइल छोडिदिनुहोस् रे, भइगयो अरे, अब नबनाउने रे। ए बाबा, यदि बनाउने नै थिएन भने के पसलमा के देखाउन ल्यायो र? यत्रो मेहनत, आफूलाई सन्चो छैन होइन, आफूलाई सन्चो छैन, त्यही पनि कस्टमरलाई त्यो गरेर बनाइदिए। आफूलाई सन्चो नभएर पनि बनाइदिए। त्यत्रो टाइम लगाएर बनाएँ। अनि बनाइसकेपछि लास्टमा ल त्यो चाहिँ रनिदिनु अरे, नबनाउने रे। अब बनाउने नि थिएन भने पसलमा किन ल्याउने, के सो गर्न ल्यायो र, देखाउन ल्याएको मिस्त्रीका। मिस्त्रीले देखाएको थिएन र मोबाइल। यस्तो बरङ तातिन्छ नि, लाग्छ त्यो कहिल्यै नउठ्ने गरी त्यो आइसी साइसी सबै निकालिदिन मन लाग्छ कि। तब त्यो पारा तातेर आउँछ। के भने कि त पहिल्यै भन्नुपर्ने हो कि होइन, पहिल्यै भन्नुपर्ने बनान्न अब कति खर्च लाग्छ भनेर। ल खर्च यति लाग्छ भने ठिक छ रे बनायो। लास्टमा ल म बनान्न भन्दा नि यस्तो बरङ तातिन्छ नि, गाह्रो छ हौ काम गर्न पनि। टेक्निसियन बन्न पनि गाह्रो छ, नबनाए पनि गाली खाने, बनाइसके पनि उल्टै तनाव हुने कि, गाह्रो छ।